नमस्ते, मेरो नाम दिया रोकाई हो र अहिले म बेंगलोरको एमबीजी कलेजमा बीएससी नर्सिङ फर्स्ट सेमेस्टरमा अध्ययन गरिरहेको छु र आज म यहाँको आफ्नो ओभरअल एक्सपिरियन्स हजुरलाई छोटकरीमा शेयर गर्न चाहन्छु। सुरुमा बेंगलोर आएपछि नयाँ इन्भाइरोमेन्ट र होस्टेल लाइफमा एडजस्ट गर्न अलि नर्भस लागेको थियो। फ्यामिलीबाट टाढा भएर अर्को कन्ट्रीमा बस्नुपर्दा सुरुमा सबैलाई अलि गाह्रो फिल हुन सक्छ, साथै ल्याङ्ग्वेज ब्यारियरको पनि डर थियो। तर यहाँ धेरै नेप्लिज स्टुडेन्ट्स भएकाले मलाई धेरै कम्फर्टेबल फिल भयो। लोकल ल्याङ्ग्वेज नआए पनि हिन्दी र इङ्ग्लिसमा सजिलै कम्युनिकेसन गर्न सकिन्छ, त्यसैले धेरै समस्या हुँदैन। कलेजको एटमोस्फियर निकै राम्रो र फ्रेन्डली छ। टिचर्सहरू सपोर्टिभ हुनुहुन्छ र प्र्याक्टिकल वेमा पढाउनुहुन्छ। क्लिनिकल पोस्टिङ्सले हस्पिटल सेटिङमा काम गर्ने कन्फिडेन्स बढाउने धेरै हेल्प गरिरहेको छ। होस्टेल फेसिलिटी पनि राम्रो छ, रुम्स व्यवस्थित छन् र खानापानीदेखि लगेर सबै हाइजेनिक छ। साथै सेमिनार्स, कल्चरल प्रोग्राम्स र एक्स्ट्रा करिकुलर एक्टिभिटिज पनि भइरहन्छ, जसले स्टुडेन्ट्सलाई पढाइसँगै आफ्नो ट्यालेन्ट देखाउन मौका दिन्छ। म विशेष गरी साइङ अप इन्टरनेसनल कन्सल्टेन्सीलाई धेरै नै धन्यवाद भन्न चाहन्छु, किनकि उहाँहरूले एडमिसन प्रोसेसदेखि यहाँ आउँदासम्म धेरै सपोर्ट र प्रपर गाइडेन्स गर्नुभयो। नेपालमा अरू पनि धेरै कन्सल्टेन्सीज छन्, तर तपाईँहरू आफ्नो चोइस अनुसार जुन कन्सल्टेन्सीबाट आए पनि हुन्छ, तर सही गाइडेन्स र राम्रो सपोर्ट पाउनु धेरै इम्पोर्टेन्ट हुन्छ भन्ने मैले पर्सनली फिल गरेको छु। ओभरअल मेरो एक्सपिरियन्स यहाँ धेरै राम्रो छ र बेंगलोरमा स्टडी गर्न चाहने स्टुडेन्टको लागि यो राम्रो अपर्च्युनिटी हुन सक्छ। धन्यवाद।